आदरणीय श्रोता, आज हामी एउटा यस्तो पावन अवसरमा छौँ जहाँ धर्मको रक्षा, भक्तिको विजय र अहङ्कारको पराजयको दिव्य सन्देश जीवित भएर हाम्रो सामु उभिएको छ। वैशाख शुक्ल चतुर्दशीको यो पवित्र दिन भगवान विष्णुको चौथो अवतार श्री नरसिंह भगवानको प्रकट उत्सव हो। यो दिन केवल एक धार्मिक पर्व मात्र होइन, सत्य, साहस र भक्तिको अमर प्रतीक पनि हो। शास्त्रका अनुसार जब पृथ्वीमा अत्याचार र अधर्म बढ्दै गयो तब हिरण्यकशिपु जस्ता आसुरी प्रवृत्तिले सम्पूर्ण वातावरणलाई भयग्रस्त बनाइदिएको थियो। हिरण्यकशिपु एउटा शक्तिशाली असुर मात्र थिएनन्, उनी अहङ्कार, क्रूरता र आत्ममोहका प्रतीक पनि थिए। उनले आफ्नो सत्ता र शक्तिको बलमा आफूलाई नै सर्वोच्च मान्न थाले र सबैलाई आफू अगाडि निहुरिन बाध्य पारे। तर यहीँबाट नरसिंह अवतारको कथा आरम्भ हुन्छ, जहाँ भक्त प्रह्लादको अडिग विश्वास, निष्कलङ्क भक्ति र सत्य प्रतिको समर्पण नै भगवान प्रकट हुने कारण बन्छ। भक्त प्रह्लादको कथा नरसिंह जयन्तीको केन्द्रबिन्दु हो। सानो बालक भएर पनि प्रह्लादले कहिले भगवान विष्णुप्रतिको आफ्नो श्रद्धा छोडेनन्। उनलाई अनेक यातना दिइयो, धम्की दिइयो र मार्ने अनेक प्रयास भए, तर भक्तिको डोरी कहिले टुटेन। यसबाट हामीले बुझ्न सक्छौँ कि साँचो भक्ति बाहिरी अवस्थाले होइन, भित्री निष्ठाले निर्धारण हुन्छ। जब मन पूर्ण रूपमा ईश्वरमा अडिग हुन्छ तब कुनै पनि सङ्कटले भक्तलाई विचलित पार्न सक्दैन। आदरणीय श्रोता, नरसिंह भगवानको रूप आफैमा अत्यन्त अर्थपूर्ण छ। अर्धमानव र अर्धसिंहको यो दिव्य स्वरूपले एउटा गहिरो सन्देश दिन्छ। सिंहले साहस, तेज र रक्षाको प्रतीक जनाउँछ भने मानव रूपले करुणा, विवेक र धर्मको सन्तुलन देखाउँछ। भगवान नरसिंहले यो रूप धारण गरेर प्रमाणित गर्नुभयो कि जब अधर्म सीमा नाग्छ तब ईश्वरको शक्ति असामान्य तरिकाले प्रकट हुन्छ। उहाँको क्रोध पनि न्यायको रक्षक थियो, विनाशको होइन। हिरण्यकशिपुलाई प्राप्त वरदानलाई हेर्दा पनि यो कथा अत्यन्त रोचक र शिक्षाप्रद हुन्छ। उनले दिन र रात, घर र बाहिर, आकाश र पृथ्वी, मानिस र पशु, अस्त्र र शस्त्रबाट वध नहोस् भन्ने वरदान पाएका थिए। तर भगवानले आफ्ना भक्तको रक्षा गर्न यस्ता सबै सीमालाई पार गर्दै साँझको सन्ध्या समयमा घरको देउडीमा न मानव न पशुको रूपमा नरसिंह अवतार धारण गरेर उनलाई संहार गर्नुभयो। यसले के सिकाउँछ भने धर्मको रक्षा गर्न ईश्वरले असम्भव देखिने सबै सीमालाई पनि सजिलै पार गर्न सक्नुहुन्छ। आदरणीय श्रोता, नरसिंह जयन्तीको अर्को महत्त्वपूर्ण सन्देश हो अहङ्कारको अन्त्य। हिरण्यकशिपु केवल एक असुर थिएनन्, उनी हाम्रो भित्र रहेको अहङ्कारको प्रतीक पनि हुन्। जब मानिस शक्ति, पद, धन वा ज्ञानको घमण्डमा आफूलाई नै सर्वश्रेष्ठ ठान्न थाल्दछ तब उसको पतन सुरु हुन्छ। नरसिंह जयन्तीले हामीलाई स्मरण गराउँछ कि संसारमा बलभन्दा ठुलो कुरा सत्य हो र शक्तिभन्दा ठुलो कुरा धर्म हो। आदरणीय श्रोता, यस दिन व्रत, पूजा, पाठ र नरसिंह स्तोत्रको जप गर्ने परम्परा पनि छ। विशेष गरी घरमा शुद्धता, सात्विकता र भक्तिमय वातावरण बनाइन्छ। नरसिंह मन्त्र, स्तोत्र र भगवान विष्णुको आराधनाले मनमा साहस, शुद्धता र आत्मविश्वास जागृत हुन्छ। यो केवल धार्मिक अभ्यास होइन, मानसिक अनुशासन र आत्मबलको साधना पनि हो। आदरणीय श्रोता, नरसिंह जयन्तीले हामीलाई एउटा अमूल्य शिक्षा दिन्छ। साँचो भक्तिको शक्ति कुनै पनि अत्याचारभन्दा ठुलो हुन्छ। सत्यको बाटो कहिले कमजोर हुँदैन, चाहे समय कति नै कठोर किन नहोस्। जब मनमा भक्त प्रह्लाद जस्तो विश्वास हुन्छ तब जीवनका सबै सङ्कटहरू अन्ततः परास्त हुन्छन्। भगवान श्री नरसिंहको दिव्य कृपा हाम्रो जीवनमा सधैँ रहिरहोस्। भय, भ्रम र अन्यायबाट रक्षा होस् र भक्तिको मार्ग सधैँ उज्यालो बनिरहोस्।
नरसिंह जयन्तीको हार्दिक मङ्गलमय शुभकामना। जय श्री नरसिंह भगवान।